आज चाहिँ हामी ठुलो आँपको बोट आफैलाई आपकी आप फल्यो ठाउँ जान लैरहेको छौँ र डाँडा पनि देखाउँछ हामी डाँडा पनि देखाउँछ देउडाल डाँडा सिडी पनि देखाउँछ एकछिनमा रोकिनु त्यो सिडी त देख्ने होला म पानी बनाउन ठोको याद राख्ने यति कुरा अनि हाले अस्ति अनि आज चाहिँ हामी आँप पनि खोज्ने देउडाल डाँडा नि घुमेर आउने एकछिन फुल रोपेका छन् अरे देखेको त छैन मैले बिबिसाले त यो बिहाको ढक्कन लगाएर लिन्छ अब म चाहिँ मोबाइल भर्खर ओपन गरेँ अनि रमाइलो छ नि यो साधन आयो भन्दै बिबिसा आयो भन् लाइक फलो सब्सक्राइब गरिदिनु भन् सब्सक्राइब गरिदिनु होला हामी तिनजनालाई अनि हामी चाहिँ कमेन्ट के पुगेन भन्नु कमेन्ट हामीलाई के भएन हाम्रो हुलिया है यो चाहिँ हाम्रो देउडाल डाँडा जाने बाटो लडिसकेका छन् मान्छे पछाडि म पछाडि ल हिँड्नु अगाडि चलो होइन हिँड्नु न तपाईँ के हिँड्नु कि म पनि हेरिदेखि नि अहिले ए हिँड्ने अगाडि हिँड्ने अनि यहाँ चाहिँ फरारी ज्याकेट छ फरारी अनि यहाँ चाहिँ अहिले आएको डिजाइन पाएँ अरे मेरो चाहिँ डिजाइन कट्टु है चाप्ट्या फाटेको कट्टु हो मेरो चाहिँ अनि अहिले आएका मान्छे साधन भन्ने हिँड्न म खिच्छु डाँडा सित होइन ल अहिले होइन कि लाग्यो होइन कि डाँडा होइन कि लाने ला अलि अठेला कि त ओपन अर्को हातसम्म त त्यो हो त्यसरी यो चाहिँ हाम्रो पुरानो घर है गाउँ होइन हो हजुरको घर मैले भनिसकेँ अर्को च्यानलमा बुट झलेको टक्कला बुट है यस्तो दामी झले यो चाहिँ छोड्नेको बुट हो गाइस यहाँ चाहिँ देउताको थान है गाइस सरसफाइ छैन सर्लाक्क मकैबारी है गाइस ऊ त्यहाँ अमलाको बुट है गाइस हो रे त हेरो गाइस दुईजना हाम्रो गाउँभरिको फटा केटी होइन मकैको गुवा हेर्नुहुन्छ गाइस लोकल है लोकल ल खानु भयो आउनु है हाम्रो गाउँ चाहिँ यस्तो है गाइस घामको ज्योति है गाइसहरू उहाँको चाहिँ बिर्सा छ टाउको ठोकेछ गाइस है गाइस हेर्नुहोस् गाइसहरू हाम्रो मकैबारी क्यामेरा चाहिँ अलिक गतिलो होइन है गाइस अरू भन्दैन गाइस उहाँ माथि हामी जाने उहाँ माथि गाइस चाहिँ मकै फेरि मकै के मकैबारी चाहिँ टन्न नै हो कि बाटो सिँढी हेलो गाइस लाइक कमेन्ट सब्सक्राइब होइन हाम्रो दुईवटा केटीहरू फटाहरू काँक्रो टिप्न जाने भनेको चोर्न है अरूको मकैबारीमा यी दुईवटा हुन् के अर्को यी दुईवटा झगडा गर्न लाखन गाइस है अगाडि हिँड्नुहोस् त तपाईँ लचक गर्दै हिँड्नु भयो होइन गाइस गाइस यो चाहिँ महेशको घर हो कि गाइस साह्रै यसको ए बाबा फेरि भनिदिन्छु नि म नयाँ हो नि त म पार्रा हो केटा पार्रा
यो चाहिँ डम्बरे अङ्कलको काम गर्ने ट्याङ्की है। छोरा आउँछ काम गर्न, छोरालाई फेरि 1 रुपियाँ छैन है गाइज। ल हेर्नु है, हेर्नु। हेलो गाइज, ल हेर्नुहोस् है गाइज। ओ फेरि तपाईँ भिडियो खिचेर होला चाँडै गर्नुभएको काम गाइज। एउटा बिउ छ फेरि। ऊ ट्याङ्कीको पानी देखाइदिन्छु गाइज मैले फेरि। पस्दैन गाइज। यो हेर्न भाँडाकुटी खेल्न आयो होइन गाइजहरू। निब्बाको बुट देखाइदिन्छ गाइज। गाइज अर्को ट्याङ्की है यो चाहिँ। यो चाहिँ पाखरी बुट है यो। फेरि ए निब्बा हेर्नु नि, निब्बुवा हाम्रो फेभरेट निब्बुवा हो कि आँप निब्बुवा। ल हेर्नु न, ल उहाँ चाहिँ अङ्कल लवर अरे है गाइज। गाइज यार म चाहिँ जाँदै गर्छु गाइज है। यहाँ दुईवटा छ यहाँ नि निब्बाको बुट। ऊ त्यो त चराको गुड खाएको गाइज। ऊ त्यहाँ देखा जस्तो लाग्छ कमिलाको गोलो रहेछ क्या गाइज, चराको भनेको त। यहाँ चाहिँ रुखको पहिल्यै गर्थ्यो पहिरो है। यहाँ हाम्रो बाङ्रेका मान्छेले सफै गर्दैनन् है गाइज। सुनिन्छ क्या गाइज। फटा केटी आज 12 भोटियाएर ल्याएर ठुल पनि पुऱ्याएका मान्छे अझै एउटा छैन बाँकी। उहाँको नाम चाहिँ बिबिसा ढकाल है। हम करना है तुमसे, हम करना है मोबाइल है। पाती चढाउनु पर्छ गाइज, यस्तो लोकल पाती फेरि यो पनि गाइज मैले चाहिँ टिप्ने बिर्सेछु गाइज। हेर्नु साथीहरूले दिइराख्न है। 7 मिनट भइसक्यो गाइज यार। ऊ मन्दिर गाइज, मन्दिर गाइज। यो त बाटो है ए। ल फुल अस्ति हामी आएर रोपिआएको गाइज। यी गाइज के फुल हो मैले चिन्दिनँ है। ल हेर्नु है, स्वागतम। एउटा गीत गाउँदा फुलको